यो संसारमा रहेका सबै मानिसहरूमा एउटा न एउटा कुराको आशा अवश्य पनि रहन्छ। हेर्नुहोस्, म यो गरेपछि यो बन्छु होला, म त्यहाँ गएपछि मैले यो कुरा प्राप्त गर्न सक्छु होला, जीवनमा मैले यति पढेपछि अझ राम्रो प्रगति गर्न सक्छु होला, अथवा उसँग नजिक भए भने मेरो जीवन चाहिँ सुन्दर हुन्छ होला भन्ने एउटा कल्पना र एउटा आशा हरेक मानिसमा अवश्य पनि हुने गर्छ। जब मानिसमा आशा भन्ने चिज गुम्दछ, आशाको खडेरी लाग्दछ, मान्छे निराशामा जब परिणत हुन्छ, तब जीवनमा उसले केही पनि कुरा प्राप्त गर्न सक्दैन। उसले सबैतिर अन्धकार देख्छ है, उसले कहीँ पनि उज्यालो देख्दैन। उसले जता पनि अप्ठ्यारा, जता पनि नराम्रा, जता पनि असहज परिस्थितिहरू मात्रै के गर्छ, निराशा व्यक्तिहरूले देख्ने गर्छ। म तपाईँलाई के भन्छु भने जीवनमा एउटा आशा चाहिँ सधैँ लिएर हिँड्नुपर्छ। हेर्नुहोस्, जब जीवनमा आशा हुँदैन तब जीवनमा केही पनि कुरा प्राप्त गर्न सकिँदैन। एउटा कालिदासको एउटा सुन्दर भनाइ म तपाईँलाई राख्दैछु। कालिदासको एउटा सुन्दर भनाइ के छ भने, आशाको डोरीमा कठोरभन्दा कठोर दुःख सहने पनि शक्ति हुन्छ। हामी कति धेरै सङ्घर्ष गरिराखेका हुन्छौँ, कति धेरै दुःख गरिराखेका हुन्छौँ, कति धेरै परिश्रम गरिराखेका हुन्छौँ। किन गरिराखेका हुन्छौँ त्यो परिश्रम भने, अब मैले यो परिश्रम गर्दै गर्दाखेरि मेरो जीवनमा यो खालको परिवर्तन चाहिँ जीवनमा आउन सक्छ भन्ने आशाको कारणले गर्दा। यदि आशा नहुने भने त मैले यो काम गरेर हुँदैन भनेर निराशा भइहाल्छ नि। तपाईँ हाम्रो वरपर कति धेरै मान्छेहरू हामीले भेट्ने गर्छौँ कि जो जीवनदेखि दिक्क मानिराखेका छन्, जीवनदेखि निराश भइराखेका छन्। उनीहरूले नेपालमा केही पनि कुरा देख्दैनन्, उनीहरूले आफ्नो समाजमा केही पनि कुरा देख्दैनन्। जताततै अन्धकार, जताततै असहज परिस्थिति, जताततै अप्ठ्यारो अवस्थाहरू मात्रै उनीहरूले के गर्छन्, देख्ने गर्दछन् है। त्यसकारण जब व्यक्तिमा आशाको त्यान्द्रो, आशाको दियो निप्दछ, उसको जीवन निश्चित रूपमा अन्धकार नै हुन्छ। मनमा एक किसिमको जोस, एक किसिमको जाँगर, एक किसिमको उत्साह र एक किसिमको आशा लिएर तपाईँले जीवनमा अगाडि बढ्नुभयो कुनै पनि काम गर्दा भने तपाईँ त्यहाँ जीवनमा अवश्य पनि सफल हुनुहुन्छ। तपाईँले नयाँ काम गरिराख्नु भएको छ, नयाँ काम गर्ने थालनी गर्नुभएको छ, नयाँ काम गर्ने सोच बनाउनु भएको छ, तर तपाईँमा त्यो कामप्रतिको, त्यो कुराप्रतिको, त्यो क्षेत्रप्रतिको तपाईँलाई विश्वास छैन, आशा छैन। यो क्षेत्रमा अगाडि बढेर मैले केही पनि पाउँदिनँ होला भनेर तपाईँले निराशा मात्र व्यक्त गर्नुभयो। अरू असफल व्यक्तिहरूलाई हेर्नुभयो। हाम्रो धेरै मानिसहरूमा चाहिँ स्वभाव के हुन्छ भने, हामी असफल व्यक्तिहरूलाई हेरेर हामी आफ्नो लक्ष्यलाई निर्धारण गर्ने गर्दछौँ है। उसले त्यो काम गरेको थियो तर ऊ त्यो काममा सफल भएन, ऊ त्यहाँ गएको थियो, उसलाई त्यहाँ राम्रो भएन। हो, यही कुराको जुन हुन्छ नि, अरूको देखेर, अरूलाई हेरेर असफल व्यक्तिहरूको दशालाई, दुर्दशालाई देखेर उनीहरू आफूलाई त्यो कुरामा के गर्न खोज्छन्, तुलना गर्न खोज्छन्। उसले गरेको त भएन, अब मैले गरे कसरी हुन्छ। ऊ त्यत्रो जान्ने मान्छे त असफल भयो भने अब म मध्यम मान्छेले कसरी जीवनमा प्रगति गरौँला भन्ने किसिमको निराशा पैदा हुन्छ। निराशाले के गर्छ, तपाईँलाई कमजोर बनाउँछ। जब मन कमजोर हुन्छ तब जीवनमा कुनै पनि काम गर्न सकिँदैन। मन बलियो भयो भने अप्ठ्यारोभन्दा अप्ठ्यारो परिस्थितिसँग पनि मुकाबिला गर्न सकिन्छ है। एकदम ठुल्ठुला सङ्घर्ष गर्न सकिन्छ, धेरै दुःख परिश्रम गर्न सकिन्छ। मन त बलियो हुनु पर्यो नि त। मनमा जब आशा हुँदैन, मैले अघि पनि भने, जब मनमा आशाको दियो निप्दछ, जीवन त्यही दिनदेखि तपाईँको सकियो भने बुझ्नुहोस्। तपाईँले त हरेक ठाउँमा आशा देख्नु पर्यो नि त। मैले यो काम गरिराखेको छु, यो काममा मलाई एक दिन राम्रो हुनेछ, म यसरी लाग्नेछु, यसरी मेहनत गर्नेछु, यसरी सङ्घर्ष गर्नेछु र एक दिन म जसरी पनि सफल हुनेछु भनेर एउटा आशा सहितको उद्देश्य लिएर तपाईँलाई अगाडि बढ्नु भयो नि के भयो, तपाईँ जीवनमा सफल हुनुभयो। फेरि आशा मात्रै लिएर होइन, आशा सँगसँगै के गर्नु पर्यो, कर्म पनि गर्नु पर्यो। कर्म सँगसँगै आशालाई अगाडि बढाइयो भने जीवनमा असफलता भन्ने कुरा तपाईँले कहिले पनि देख्न पाउनुहुन्न। सफलताले तपाईँलाई कुरिरहेको हुन्छ जब तपाईँको मनमा दृढ विश्वास छ, तपाईँप्रति आशा छ, आफैप्रति भरोसा छ, आफैप्रति विश्वास छ भने तपाईँलाई सफलताबाट रोक्नको लागि, तपाईँ सफल हुनबाट रोक्न कसैले पनि सक्दैन।
यो कुरा चाहिँ तपाईँले मनन गरेर अगाडि बढ्नुहोस्। मैले आज तपाईँलाई आशाको विषयमा केही सानो कुराकानी गरेँ। मलाई विश्वास छ आजको भिडियोले तपाईँको जीवनमा पनि केही आशा पलायो होला। जीवनमा असफलता बेहोरी राख्नु भएको छ, दुःख पाइराख्नु भएको छ, कसैको अवहेलना सहिराख्नु भएको छ। यो सोच्नुहोस्, यो समय तपाईँको क्षणिक हो। यो दुःख, यो सङ्घर्ष, यो अपहेलना केही समयका लागि मात्रै हो। फेरि तपाईँको सुन्दर जीवन आउनेछ, नयाँ बिहानीको साथ नयाँ तपाईँको सपना अवश्य पनि पुरा हुनेछ। जीवनमा कर्म गर्नलाई नछोड्नुहोस्, कर्मबाट नभाग्नुहोस्, अल्छीपनालाई त्याग दिनुहोस्। सबैभन्दा शत्रु भनेको अल्छीपना हो। हेर्नुहोस्, भन्ने त्यसो नगर्नुहोस्। जीवनमा काम गरि नै राख्नुहोस्। एकपटक लडिएला, अर्को पटक लडिएला, अर्को पटक लडिएला, चौथो पटक त अवश्य पनि उठ्न सक्नुहुन्छ र जित्न सक्नुहुनेछ। यति भन्दै आजको श्रृङ्खलाबाट म मनोज धमाला पनि बिदा हुने अनुमति माग्छु। जाँदा जाँदै एउटा कुरा भन्छु, जीवनमा केही गर्ने सपना चाहिँ लिएर हिँड्नुहोस् है आदरणीय मन। सपना बिनाको मानिस जिउँदो लास सरह हुन्छ। केही गर्छु भनेर अगाडि बढ्नुहोस्, केही आशा लिएर अगाडि बढ्नुहोस्, केही भरोसा आफैप्रति राखेर अगाडि बढ्नुहोस्, केही सपना साँचेर अगाडि बढ्नुहोस्। अवश्य पनि जीवनमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यति भन्दै मनोज धमाला आजको श्रृङ्खलाबाट बिदा हुन्छु। नमस्कार।